आज चाहिँ हामीले यस्तो चिज खानुपर्छ भनेर सोचेको नि थिएन। हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ शनिबार भएर आज हामी चाहिँ काँचो भयो अनि साथीलाई भनेर जम्मथी डाँडानिर भनेर हामी चाहिँ डाँडानिर लागे अनि हामीले भिडियोहरू पनि बनाउँदै गयो बाटोनिर है। एकदम बबाल हरियाली एकदम शान्त थियो बाटो। हामी चाहिँ गयो अनि कस्तो राम्रो देख्दो रहेछ कि माथिबाट यसो त्यो अर्पण देख्यो। हामीले ठ्याक्कै जाँदै पाइलट बाबा पुग्यो भक्तपुरको सिरुबिना जङ्गल माथिको अनि हामी त्यहाँबाट फेरि सिधै गयो हामी क्याम्पे डाँडा। हाम्रो गन्तव्य चाहिँ क्याम्पे डाँडासम्मको थियो। फाइनली गाइज हामी चाहिँ क्याम्पे डाँडा आइपुग्यौँ। अब हामी चाहिँ क्याम्पो हेर्नतिर लाग्यो है के रहेछ। सबले क्याम्पे डाँडा भन्थ्यो अनि हामी पनि गयो। हेरेको त कोही मान्छे छैन। अलि हामी चाहिँ छिट्टै पुगेर रहेछ। पछि फेरि मान्छेहरू आयो अनि हामीले यसो हेरेर पनि फेरि भोक लाग्यो भने अनि तल हेरेको गाडामा पसल रहेछ त्यहाँ जाउँ न भनेको के खाने। यसो भिडियो बनाएको आन्टी चाहिँ हामीले छिरिरहेको थियो अनि काँक्रो छ भने अनि ल्याउन भनेर हामीले चाहिँ काँक्रो पनि टेस्ट गऱ्यो तर बबाल थियो है।